के एउटा स्थानीय नेतृत्वको कार्यशैलीले विश्वको महाशक्ति राष्ट्रको विकास दर्शनसँग मेल खान सक्छ? आज हामी कुनै राजनीतिक दलको प्रशंसा गर्ने छैनौँ। हामी दुई फरक परिस्थितिमा देखिएका समान विकासवादी सोचको चर्चा गर्नेछौँ। एकातिर सन् 2012 पछि चीनलाई कमन प्रोस्पेरिटी अर्थात् साझा समृद्धि र सेल्फ रिलायन्स अर्थात् आत्मनिर्भरताको मार्गमा डोर्याउने सी जिनपिङ छन् भने अर्कोतिर धरानमा शरम संस्कृति मार्फत परनिर्भरतालाई चुनौती दिइरहेका हर्क साम्पाङ छन्। नेपाल जस्तो विकास उन्मुख राष्ट्रका लागि वैदेशिक अनुदान एउटा बाध्यता बनिसकेको छ। तर धरानको कोकाहा खानेपानी आयोजनामा हर्क साम्पाङले एडीबी अर्थात् एसियाली विकास ब्याङ्कको अरबौँको ऋण सहायतालाई अस्वीकार गर्दै जनशरमदान रोजे। यो कदम सी जिनपिङको त्यो राष्ट्रिय स्वाभिमानको नीतिसँग मिल्दोजुल्दो देखिन्छ, जहाँ सी जिनपिङले चीनलाई विदेशी प्रविधि र पुँजीवादको दास हुनबाट बचाउन स्वदेशी उत्पादन र श्रमलाई पहिलो प्राथमिकता दिएका थिए। सी जिनपिङले चिनिया कर्मचारी तन्त्र र पार्टीभित्रको भ्रष्टाचार विरुद्ध टाइगर एन्ड प्लाइज अर्थात् बाघ र झिङ्ग अभियान चलाएर शक्ति बलियो बनाए। यता हर्क साम्पाङले पनि आफ्नो शरम सांस्कृतिक पार्टी मार्फत नेपालको परम्परागत राजनीतिक सिन्डिकेट अर्थात् दलीय अधिकारीलाई चुनौती दिइरहेका छन्। प्रश्न गर्न चाहन्छु, राजनीति भनेको निष्ठामा उभिएर गर्ने चिज हो। उनको यो यात्रा केवल पानी ल्याउनेमा मात्रै सीमित छैन, यो त नेपालको नीति निर्माण तहमा श्रमजीवीहरूको उपस्थितिको एउटा प्रयास हो। यद्यपि चीनको साम्यवादी र धरानको स्थानीय लोकतान्त्रिक शैलीमा धेरै भिन्नताहरू छन्, तर यी दुवैको एउटै साझा बिन्दु हो श्रमको सम्मान र आत्मनिर्भरता। अन्त्यमा एउटा गम्भीर प्रश्न उब्जिन्छ, के हर्क साम्पाङको यो धरान शैली समग्र नेपालको लागि वास्तविक समाधान बन्न सक्छ? यसको उत्तर उनले अगाडि सारेको 3वटा खम्बामा लुकेको छ: माटो, श्रम र उत्पादन। उनको दर्शनले भन्छ, जबसम्म हामी आफ्नो माटोलाई चिन्दैनौँ, त्यसमा आफ्नो पसिनाको श्रम खन्याउँदैनौँ, तबसम्म उत्पादन र समृद्धिको सपना देख्नु एउटा भ्रम मात्र हो। सी जिनपिङले पनि चीनको जग यसरी नै बसालेका थिए, जहाँको माटोमा त्यहाँका नागरिकको श्रमको लगानी थियो। हर्क साम्पाङले धरानमा ढुङ्गा बोक्नु र श्रमदानबाटै पानी ल्याउनु नेपाली माटोलाई वैदेशिक ऋणको साङ्लोबाट मुक्त गराई श्रम र उत्पादनको यो नयाँ युग सुरु गर्ने एउटा राष्ट्रिय आह्वान थियो, वा यो केवल एउटा अपवाद मात्र हो? यसको फैसला भविष्यले गर्नेछ। तर एउटा कुरा भने निश्चित छ, जबसम्म नेतृत्वले आफ्नो माटो, पसिना र उत्पादनको मूल्य बुझ्दैन, तबसम्म राष्ट्र समृद्ध कहिल्यै हुन सक्दैन।